जेठ 30 गतेदेखि फेरि एक अर्को ऊर्जा कम्पनीले पनि आइपिओ निष्कासन गर्ने भएको छ। हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ 30 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 37 करोड 30 लाख रुपियाँको 30% अर्थात् 11 करोड 19 लाख रुपियाँ बराबरको 11,19,000 किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 1 करोड 86,50,000 रुपियाँ बराबरको प्रति सेयर 100 रुपियाँ दरका 1,86,500 किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। यो सेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर 8 साबिक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर 2 साबिक गोली गाविस वडा नम्बर 1, 2, 3, 4, 5 का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको 10% हुन आउने 93,25,000 रुपियाँ बराबरको प्रति सेयर 100 रुपियाँ अंकी दरका 93,250 किता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। सो आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 10,000 किताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा असार 13 गते हुनेछ भने ढिलोमा असार 29 गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार 13 गतेभित्र आवेदन दिनुपर्नेछ। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपीईसीआर रेटिङ BB- प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको 5 मेगावाटको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत 1 अर्ब 23 करोड 85 लाख 36,135 रुपियाँ रहेको छ भने प्रति मेगावाट लागत 24 करोड 77 लाख 7,387 रुपियाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 27.7 वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 7.14 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 11.75 वर्ष रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिटिजन्स बैंक इन्टरनेसनलको लिखुपिके शाखा ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर 8 मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर 2 को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी बिक्री प्रबन्धकको वेबसाइटमा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारम बापत 2 रुपियाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्पा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट सी आस्पा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।